हेलो एभ्रिवान, यदि तपाईले ब्याचलर वा मास्टर कम्प्लिट गरिसक्नु भएको छ र न्युजिल्यान्डमा मास्टर बाइ रिसर्च प्रोग्राम एप्लाई गर्ने प्लानिङ गर्दै हुनुहुन्छ भने यो भिडियो हेर्न सक्नुहुनेछ। न्युजिल्यान्डमा मोस्ट अफ द युनिभर्सिटिज एन्ड कलेजेसहरूले मास्टर बाइ रिसर्च प्रोग्राम एप्लाई गर्दै गर्दा रिसर्च प्रपोजल र प्रोफेसरको रिफरेन्स पनि खोज्ने गर्छन् र यो एडमिसन प्रोसेस एकदमै लामो हुने गर्छ। तर हामीसँग न्युजिल्यान्डमा केही प्रोभाइडरहरू छन् जसले विदाउट रिसर्च प्रपोजल पनि तपाईको एडमिसन मास्टर बाइ रिसर्च प्रोग्राममा प्रोसेस गर्न सक्नुहुनेछ। तपाईले एप्लिकेसन सबमिट गरेको विदिन अ विकमा तपाईको अफर लेटर इस्यु हुनेछ। तपाई पनि न्युजिल्यान्डमा मास्टर बाइ रिसर्च प्रोग्राम पढ्ने प्लानिङ गर्दै हुनुहुन्छ, तपाईले मास्टर डिग्री कम्प्लिट गरिसक्नु भएको छ, तपाईसँग 1 to 2 इयर्सको वर्क एक्सपिरियन्स छ, युके, अस्ट्रेलिया, क्यानाडा जस्तो कन्ट्रीमा बसेर मास्टर डिग्री कम्प्लिट गरिसक्नु भयो, तपाईको टीआर भिजा एक्सपायर हुँदैछ भने मास्टर बाइ रिसर्च प्रोग्राममा डाइरेक्ट विदाउट प्रपोजल तपाईले एप्लाई गर्न सक्नुहुनेछ। र मास्टर बाइ रिसर्च प्रोग्रामको लागि मिनिमम आइएल्टिएस रिक्वायरमेन्ट्स भनेको 6.5 नट लेस देन 6 रहेको छ भने पीटीमा तपाईको 58 नट लेस देन 50 हुनुपर्ने हुन्छ। यदि तपाई कुनै पनि इंग्लिश स्पिकिङ कन्ट्रीमा बसेर तपाईले आफ्नो डिग्री कम्प्लिट गरिसक्नु भएको छ भने इंग्लिश ल्याङ्ग्वेज पनि वेभ हुने गर्छ। यदि तपाईलाई न्युजिल्यान्ड स्टुडेन्ट भिजा सम्बन्धी कुनै पनि क्वेरीहरू छ भने feel free to contact us. We represent all 8 universities of New Zealand. Thank you everyone.